नमस्कार साथीहरू सबैलाई जय गोर्खा जय हिन्द। आउनुस् आज के अरे रिपोर्टेड प्रब्लम कसरी गर्ने फेसबुकमा हैन, मतलब फेसबुक टिमलाई कसरी रिपोर्ट प्रब्लम बुझाउने केही इस्यु लाग्दाखेरि हैन त्यो सिकौं है। मन परे लाइक कमेन्ट गर्नुस्, शेयर पनि गर्नुस् ताकि अरूले पनि बुझोस्। ल साथीहरू हेर्नुस् है, स्क्रिन रिकर्डर म हाल्दै छु, हेर्नुस् ल। धन्यवाद। त्यो रिपोर्टेड प्रब्लममा के अरे आफूले फेसबुक टिमलाई एप्लिकेसन बुझाउनु पर्दाखेरि साथीहरू सबभन्दा पहिला फेसबुकमा जानुपर्ने हुन्छ। हामीले फेसबुक कहाँ छ त्यो हेर्नुपर्छ हैन। तपाईको फेसबुक कहाँ छ? मेरो फेसबुक त यहाँ देखाउँदैछ हैन, फेसबुक यहाँ छ। फेसबुकमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गर्दाखेरि साथीहरू माथि राइट साइडमा हेर्नुस् मेनु देखाउँदैछ, मेनु प्रोफाइल, त्यहाँ क्लिक गरौँ। त्यहाँ क्लिक गर्दाखेरि साथीहरू यसरी इन्टरफेस खोलिन्छ हैन, यसरी इन्टरफेस खोलिन्छ। अन्त यहाँनिर देख्नु हुँदैछ हेल्प एन्ड सपोर्ट। हेल्प एन्ड सपोर्टमा हामीले क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरेपछि साथीहरू यसरी के अरे इन्टरफेस खोलिन्छ हो, यसरी इन्टरफेस खोलिन्छ साथीहरू। अन्तखेरि यहाँनिर हेर्नुस् रिपोर्ट ए प्रब्लम देखाउँदैछ हैन। रिपोर्ट ए प्रब्लममा हामीले क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरौँ रिपोर्ट ए प्रब्लममा। क्लिक गर्दा साथीहरू यसरी इन्टरफेस खोलिन्छ। अनि यहाँ हेर्नुस् तल कन्टिन्यू टु रिपोर्ट ए प्रब्लम भन्दैछ हैन। तपाईहरुले एउटा एप्लिकेसन रेडी गरेर राख्नुपर्छ, कसैको मेसेन्जरमा होस् या व्हाट्सएपमा होस् हैन। त्यो रेडी गरेको चाहिँ कपी पेस्ट गरेर राख्नुपर्छ। कपी पेस्ट गर्दाखेरि हामीले यहाँ कन्टिन्यूमा क्लिक गरौँ। क्लिक गर्दाखेरि साथीहरू एकछिन टाइम लिन्छ हो, एकछिन टाइम लिन्छ। अन्त क्रिएटिङ रिपोर्ट भन्दैछ हैन। अनि यहाँनिर हेर्नु साथीहरू माथि इन्क्लुड भन्दैछ, त्यो कपी पेस्ट अनि तपाईको प्रोफाइल जुन चाहिँ स्क्रिनशट गरेको राखेको हुनुपर्छ अलरेडी त्यति बेला। अनि यहाँनिर इन्क्लुडमा हामीले क्लिक गरेपछि साथीहरू यसरी इन्टरफेस खोलिन्छ हैन। हाम्रो पेज हो कि प्रोफाइल हो हैन? हाम्रो त प्रोफाइल हो। अनि हामीले प्रोफाइलमा यहाँ क्लिक गर्नुपर्ने हुन्छ हो, यो प्रोफाइलमा क्लिक गर्नुपर्ने हुन्छ। त्यहाँ क्लिक गर्दाखेरि यसरी इन्टरफेस खोलिन्छ साथी। हामीले जुन चाहिँ कपी पेस्ट गरेर राखेको हुन्छौं नि फेसबुक टिमलाई दिनुको लागि, यहाँनिर हामीले पेस्ट गर्नुपर्छ, कपी पेस्ट हैन। यहाँनिर क्लिक गर्नुपर्छ। अनि तपाईले जुन चाहिँ स्क्रिनशट राखेको हुन्छ हैन आफ्नो प्रोफाइलको, त्यो यहाँनिर हामीले यहाँनिर क्लिक गरेर सबमिट गर्नुपर्ने हुन्छ। अनि यो सबै कुरो भइसकेपछि साथीहरू माथि एउटा कालो धर्का देख्नु हुँदैछ हैन, त्यो धर्कामा सबै कुरो गरिसकेर चाहिँ यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ साथीहरू हो। यहाँ क्लिक गर्नुभयो भने चाहिँ त्यो तपाईले गर्नुभएको सबै फेसबुकलाई जान्छ। फेसबुकले त्यो रिभ्यू गर्छ, हेर्छ। तपाईको इस्यु लागेको छ भने 15-22 दिनमा तपाईको इस्यु हटेर जानेछ। धन्यवाद। मन परे लाइक कमेन्ट गर्नुस् ल।